के यो चुलोमा खाना पकाउन सकिएला त? आज म माटोमा कलाकारिता देखाउन गइरहेकी छु। यसका लागि मैले खेतबाट माटो लिएर आएँ। ल सुरु गरौँ है। तर कसरी गर्ने? धेरै बेर सोचेपछि बल्ल उपाय आयो। साथीहरू, वास्तवमा भन्ने हो भने मैले आजसम्म माटोले केही वस्तुहरू बनाएकै थिइनँ। यो चाहिँ मेरो कलेजको असाइनमेन्ट भित्र पर्छ। त्यसैले जीवनमा पहिलोपल्ट माटोमा कलाकारिता देखाउन पाएँ। मैले के बनाउँछु, कस्तो बनाउँछु भनेर हजुरहरूलाई पनि खुजुली लागेको होला है। म चाहिँ जातो र चुलो बनाउँदैछु। खै कसरी कसरी जसरी तसरी भन्न चाहिँ भन्यो है। अब यो सुकेपछि रङरोगन गर्नेछु। कति न धेरै चाहिएला भनेर ल्याएको माटो सबै बाँकी भयो। सुकेपछि हेर्नुहोस् त यस्तो बनेछ। के यो जातोमा केही पिद्न सकेला त? सकिँदैन, किनकि यसमा दाँत नै छैन अनि